ओहो इन्जिनियर साहब नमस्कार, गुड मर्निङ। अनि यहाँ हुँदैछ चाहिँ के हो, ल यसो जानकारी दिनु पर्यो। ल म सानो भिडियो क्लिप पो बनाउँदैछु। नमस्कार ल सबैलाई। हजुर हामी त एकदम खुसी छौँ। केन्द्रीय बजेट परेको छ हाम्रो। हजुर होइन, बजेट चाहिँ कति परेको जम्मा? हाम्रो 3 करोड परेको। 3 करोड परेको भनेपछि हाम्रो उलारी नगरपालिका वार्ड नम्बर 8 को नयाँ सिर्जना टोल 7 देखि नै हो, माथि 7 बाटै जोडिने आधुनिक च्याउ खेतीबाट जोडिएर चाहिँ तल त कहाँसम्म जाने हो? यो हाम्रो लगभग हजुर नमस्कार। सिजंगा सालिकसम्मको हजुर चाहिँ हो। अब गर्दै हजुर 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 अङ्कल नमस्कार। सेउपाखा हजुर हेर्न धन्यवाद दिनुपर्छ। धन्यवाद सबैलाई दिनुपर्छ नि। यता सबैजना लागि परिराख्नु भएको छ। न्यू भिजन बोर्डिङको हाम्रो हेड सरलाई चाहिँ धेरैमा हजुर धन्यवाद चाहिँ हजुर उहाँबाटै हो। ए उहाँले नै यो बल, उहाँकै बलबाट यो बजेट छुट्याउने हरेक कुरा उहाँले नै बल गरेर हामीहरूलाई यहाँसम्म उहाँको उसले गर्दाखेरि हामीहरूले पनि साथ सहयोग उहाँलाई दिनु पनि पर्छ हजुर हजुर भन्दै। ए ल ठिकै छ, तपाईँको प्रतिक्रियाको लागि धन्यवाद। होइन अब ठिकै छ अङ्कल। के कता कता लाग्न आँट्नुभयो? ए मोटरसाइकल लिएर झर्ने? ल ल जाउँ ल ट्र्याक्टर पनि पासौँ। यो ट्र्याक्टरको आवाज पनि अलिक आउने। ल अब यता आउनु न शीतलमा। ल सानो अब अध्यक्षज्यूको अब यहाँ प्रतिक्रिया त लिइ पो हाल्नुपर्छ त। छिटो सरी त छिटो मिठो। यहाँ अलिक शीतलमा घामले गर्दाखेरि भिडियो राम्रो आउँदैन हौ। बाटोको जस अब काम चाहिँ सुचारू हुने भयो नि त। अस्ति तपाईँ कहाँ अफिसमा आउँदाखेरि अब यसो 5-10% एउटा सानो अल्झेको छ भन्दै हुनुहुन्थ्यो होइन। ल अब यो सबैमा एउटा जानकारी गरौँ। हाम्रो उलारी नगरपालिका वार्ड नम्बर 8 को हाम्रो वडाध्यक्ष आदरणीय काका होइन यहाँ हुनुहुन्छ। ल काका, यो बाटोको विषय, यो 3 करोडको विषय होइन, यो अहिले जुन नापजोखहरू भइरहेको छ होइन, यो के हो एक्ज्याक्टली यो भइरहेको चाहिँ? यो चाहिँ वार्ड नम्बर 8 अन्तर्गत हजुर वार्ड नम्बर 8 ले सिफारिस गरेर हजुर हाम्रो न्यू भिजनको सर, हाम्रो अङ्कित सरहरूको, कमल सरहरूले पनि अलिक पहल गर्नुभयो। हजुर यस कुरामा मैले सिफारिस गरेँ। हजुर त्यो भएको कारणले गर्दाखेरि यो बाटो अहिले पर्न गयो। हजुर अनि यो बाटो फेरि यो आन्दोलनको क्रममा रोकिएको थियो। रोकिए पछाडि म 2 पल्ट फेरि मन्त्रालय गएँ। 2 पल्ट मन्त्रालय गइसके पछाडि त्यसमा पनि फुक्का भएन। हजुर फेरि मेयर साहबहरू काठमाडौँ जानुभयो। अनि काठमाडौँ गएर यहाँको पूर्वाधार विकास मन्त्री त्यतिखेरको हाम्रो कुलमानी घिसिङसँग पनि भेट गरेर अनि यो बाटो खोलाउने कुरा भयो र अनि यो बाटो खुलिसकेपछि अहिले यो बाटो खोका लागेको छ। अब यो बाटो हुने क्रम जारी छ। कहिलेदेखि सुरु हुन्छ? होइन, यो काम अब हप्ता दिनभित्रमै काम सुरु हुन्छ। ए हप्ता दिनभित्र काम सुरु भइहाल्छ। यो हालको चाहिँ यो बाटोको चाहिँ यो चौडाइ चाहिँ कति हो? यो बाटोको चौडाइ माथिल्लो एरियामा चाहिँ घरहरू बनिसकेको हुनाले त्यहाँ ड्रेनभित्र 20 फुट, त्यहाँदेखि तलतिरपट्टि आएर चाहिँ ड्रेनदेखि 25 फुट 25 फुट चाहिँ बाहिर ड्रेन हुने गरी यो बाटोको चाहिँ मापदण्ड क्रिएट गरेर काम। भनेपछि जति चलेको छ अहिले त्यसैलाई नै कायम गर्ने होइन त? यो बाटो अब पिच गर्दै जाँदाखेरि तल सिर्जङ्गाको मूर्तिसम्म लाने भन्ने हाम्रो योजना हो, इस्टिमेट पनि हो। हजुर तर अब यो धेरै ठाउँ चाहिँ पहिनीको कारणले गर्दाखेरि वाल बनाउनु पर्ने भयो। ए अच्छा अच्छा। पहिनीको कारणले हामीले वाल बनाउनु पर्ने। त्यो शहरी विकासको इन्जिनियर साहबहरू आउनुभयो, हामी पनि आयौँ, हेऱ्यौँ। 9 नम्बरको अध्यक्षज्यू म हामी सबै बसेर हेर्दाखेरि यहाँ वाल नबनाइकन बाटो बनायो भने पछि बाटो लड्छ भन्ने कारणले गर्दाखेरि वालमा हाम्रो अहिले चाहिँ करिब आधी जति पैसा चाहिँ वालमै गयो, वालमै जान्छ। भनेपछि आधीको मात्रै यो पिच हुन्छ। त्यस्तो त्यो भएको वालको कारणले गर्दा बाटो कोल्टे भएको, पहिनीको कारणले गर्दाखेरि वालसहित यो 2टा मा होम पाइप जडान गरेर पानी निकास गर्ने र वालसहित चाहिँ यो बाटो चाहिँ पिच हुने योजनामा छ। अच्छा अच्छा। अनि यो लगभग अब यो हप्ता सुरु हुन्छ भन्नुभयो, काम पनि अहिले सुचारू भइसक्यो। तपाईँहरू सबै आउनु भएको छ यहाँ, सबैजना छरछिमेकीको हाम्रो होइन, सबैजना लागि पर्नु भएको छ। यो तपाईँको लगभग सकिने चाहिँ कहिले हो? कति महिनाको प्रोजेक्ट यो हो? त अब जेठमा सकिने हो। जेठमा सकिने हो? ए त्यसको म्यान्डेट होला नि त, जेठसम्म सकिनुपर्छ भन्ने? सकिने अनिवार्य हो त्यो। असार मसान त भनौँ न त्यतिखेर होइन? अन्त त अब प्राय अब गर्दै जाँदा भयो भने पछि अलग कुरा होला। तर यो जेठको अन्तिमसम्म यसलाई सक्ने। ए तर यो चाहिँ अब अहिले ठेकदारसँग मेरो कुरा भएअनुसार। ठेकदार चाहिँ को अङ्कल बाई द वे? यो हाम्रो यज्ञ प्रसाद भट्टराई। यज्ञ प्रसाद भट्टराई, उहाँ उलारी निवासी नै हो? उलाबारी निवासी, वार्ड नम्बर 7 निवासी। हजुर। हाम्रो
दयराम भट्टराईहरू उहाँहरू ए अच्छा 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 ए यो चाहिँ हो। त्यस कारणले गर्दाखेरि यो चाहिँ सबक हामीले चैतमा पिच गर्ने स्टेम चाहिँ यो दरा छ। वैशाख जेठ पनि पुऱ्याउँदैन, हजुर पुग्दैन यो। वालले गर्दा अलिकति ढिलो हुन्छ कि भन्ने मात्र। भनेपछि हाम्रो यो जस्तै वार्ड नम्बर 8मा जति पनि अब पिचहरू बनेको छ, बाटोहरू बनिएको छ होइन, यो लगभग कति किलोमिटर हुन्छ हौ त्यहाँदेखि अहिले? यो चाहिँ 1610 किलोमिटर 10 मिटर 1610 चाहिँ वाल सहित पिच हो। हजुर। यो बाटोहरूको लागि जुन बजेटहरू छुटेर आएको छ त्यसमध्येमा यो पनि अलिकति ठुलै बजेट भएको एउटा बाटो बन्ने भयो होइन त? जहाँसम्म मलाई त्यस्तै लाग्दैछ मलाई। यसपालि एउटा वाल बेन्डको काम चाहिँ भानुमार्ग कदम टोली मार्ग चाहिँ त्यो 21 करोडको थियो। हजुर। त्यो चाहिँ काम अहिले रोकिएको छ। हजुर। नभए चाहिँ वार्ड नम्बर 8मा यसपालि 3टा बाटोहरू पिच हुने हो। हजुर। यो एउटा बाटो ए दुर्गापुरीदेखि पश्चिम जाने एउटा बाटो, हजुर, खाइबा चौकदेखि पश्चिम जाने बाटो गरेर 3टा चाहिँ कन्फर्म भएर ठेका लागिसक्यो। हजुर। कामै सुरु भइसक्यो भनौँ न, ढुङ्गाहरू सबै झरिसक्यो। हजुर। भने वर्ल्ड ब्याङ्कको बाटो चाहिँ अब बहुवर्षीय योजनामा हाल्ने भनेर चाहिँ अहिले कार्यक्रम रोकिरहेछ। हजुर। अब अहिले अस्थिर छ। हजुर। यस कुराको चाहिँ टुङ्गो लागिसकेको छैन। हजुर। अरू यो 3टा बाटोको चाहिँ ठेक्का लागेर कामै सुरु भइसक्यो। ए अब यो जस्तै नाप्दै लगिन्छ नि तल कहाँ श्रीजङ्गा चोकसम्म हो अहिले? होइन, माथि च्याउ उद्योगबाट नाप्दै जाँदा 600 1600 10-15 मिटर कति हो, 14 मिटर कहाँसम्म पुग्दो रहेछ त तल? त्यो चाहिँ नापेको छैन अहिले। नापेको छैन चाहिँ अन्दाजमा लगभग चाहिँ हाम्रो खड्कुमार श्रेष्ठको घरसम्म ए त्यहाँसम्म मात्रै पुग्ने जस्तो छ। जस्तो छ ए अन्दाजी नाप। हजुर हजुर हजुर। अनि आगम चाहिँ अब त्यसलाई उता खाइबा चोकबाट पनि हामीले डेन बनाउँदै ल्याउँदैछौँ। मैले देखेँ त्यहाँ पनि हो। बन्दैछ। हजुर हजुर। त्यो दुइटै डेनहरूलाई चाहिँ पुरा गरेर हजुर सकेसम्म चाहिँ आगम खाइबा चोकबाट यता पश्चिम पूर्व चाहिँ योजना हालियो भने हजुर यति चाहिँ आगम चाहिँ पुरा गरिन्छ कि भन्ने एउटा अड्कलबाजी मात्रै कुरा हो। अहिले त्यो चाहिँ बोलिहाल्नु भएको छैन। ल एनिवे अब यो बाटोको बारेमा, बजेटको बारेमा र यो हुन गइरहेको कामको बारेमा जानकारी दिनुभयो। तपाईँलाई मेरो भतिजको तर्फबाट धेरै धेरै धन्यवाद र सायद ल सबैको तर्फबाट, गाउँले पनि तपाईँको होइन वडावासीको तर्फबाट धेरै धेरै धन्यवाद तपाईँलाई। थ्याङ्क यू अङ्कल, थ्याङ्क यू। मेरो कुरा राख्ने तपाईँले पनि एउटा सानो भिडियो मार्फत हजुर हजुर गरिदिनुभयो, त्यसको लागि तपाईँलाई पनि धन्यवाद। हजुर थ्याङ्क यू अङ्कल, थ्याङ्क यू।